प्रोडक्सन प्लानिङ भनेको के हो? नमस्कार, सबैलाई स्वागत छ। म पूर्णबहादुर विष्ट, प्लाइवुड उत्पादन व्यवस्थापन एक्सपर्ट। यो भनेको कति कसरी कहिले कुन लागतमा उत्पादन गर्ने भन्ने विस्तृत योजना हो। उत्पादन योजनाका मुख्य 5 चरण हुन्छन्। 1. डिमान्ड फोरकास्टिङ, बजारमा कति चाहिएको छ, मौसमी मागको विशेषता के छ। जस्तै उदाहरणका लागि तिहार अगाडि प्लाइवुडको माग बढ्ने गर्छ। 2. र मेटेरियल प्लानिङ, कति कच्चा पदार्थ चाहिएको छ, स्टक र खरिद योजना के छ। उदाहरण प्लाइवुडको लागि कार, ग्लु, भेनियरको हिसाब के कति छ राख्ने। 3. प्रोडक्सन सेड्युल, कुन काम कहिले गर्ने, मेसिन र मानव संसाधनको उपयोग कसरी गर्ने। उदाहरणको लागि शनिबार पिलिङ चलाउने, आइतबार प्लाइवुड बनाउने। 4. क्वालिटी टार्गेट्स, कस्तो गुणस्तर चाहिएको छ, क्वालिटी चेक पोइन्ट निर्धारण गर्ने। जस्तै 12 mm को प्लाइवुड बनाउँदा 12 mm नै हुनुपर्छ। 5. कस्ट कन्ट्रोल, उत्पादन लागत कति हुनेछ, कहाँ खर्च कम गर्न सकिन्छ। जस्तै ऊर्जा खपत कम गरेर लागत घटाउन सकिन्छ। नेपाली उद्योगका लागि उत्पादन योजना संक्षिप्तमा साप्ताहिक योजना बनाउनुहोस्, दैनिक उत्पादन लक्ष्य राख्नुहोस्, कर्मचारीसँग छलफल गर्नुहोस्, टिप्स योजना लचिलो बनाउनुहोस्, वास्तविक लक्ष्य तोक्नुहोस् र नियमित रूपमा समीक्षा गर्नुहोस्। भिडियो मन परे शेयर, लाइक, कमेन्ट र फलो गर्न नबिर्सनु। हवस् त, धन्यवाद।